सार्वजनिक भयो दार्चुलामा पुल निर्माण गर्दाको खर्च विवरण। साथीहरू, श्रम संस्कृति पार्टीको अगुवाईमा दार्चुलाको दुमलिङमा निर्माण भएको झोलुङ्गी पुलको खर्च विवरण आज श्रम संस्कृति पार्टीले सार्वजनिक गरेको छ। चौतर्फी खर्च विवरण सार्वजनिक हुनुपर्ने माग उठिरहेका बेला यो खर्च विवरण सार्वजनिक भएको छ साथीहरू। र कुन कुन शीर्षकमा कति कति खर्च भएको रहेछ त भन्ने कुरा म आज तपाईहरुलाई बताउन गइरहेको छु। दार्चुलाको दुमलिङमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको निर्माण सम्पन्न हुँदासम्मको जम्मा जम्मी खर्च भनेको साथीहरू 1,29,29,174 रुपैयाँ छ साथीहरू। श्रम संस्कृति पार्टीले यो पुल निर्माण गर्नको निम्ति साथीहरू स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूबाट सहयोगको आह्वान गरेको थियो र सहयोगको आह्वान गरिसके पछाडि यो पुल निर्माणकै निम्ति भनेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले जम्मा जम्मी अहिलेसम्म 2,50,37,101 रुपैयाँ श्रम संस्कृति पार्टीलाई सहयोग गरेको भनेर यसरी सार्वजनिक भएको छ साथीहरू। र त्यो मध्ये 1,29,29,174 रुपैयाँ पुलमा खर्च भएको र 1,30,61,393 रुपैयाँ अझै पनि बचत खातामा रहेको भनेर श्रम संस्कृति पार्टीले खर्च विवरण सार्वजनिक गरेको छ साथीहरू। र यो सँगै उसले हरेक शीर्षकमा कति कति खर्च भयो त भन्ने कुरा पनि यहाँनिर छुट्याएर देखाइएको छ। जसमध्ये साथीहरू पुलको सामग्री खरिदमा 45,27,924 रुपैयाँ खर्च भएको छ भने सर्वे खर्च भनेर 4,24,334 रुपैयाँ खर्च भएको बताइएको छ। त्यस्तै गरेर मेसिन खरिदमा 5,24,655 रुपैयाँ खर्च भएको भनेको यहाँ चाहिँ हिसाब आएको छ भने त्यस्तै गरेर तपाईको अफिस डकुमेन्ट खर्च भनेर 36,900 रुपैयाँ आएको छ। र साथीहरू त्यस्तै गरेर यहाँनिर यातायात खर्च भनेर 28,48,383 रुपैयाँ यहाँनिर आएको छ यातायात खर्च भनेर। र खाना खर्च भनेर त्यहाँनिर काम गर्दै गर्दाखेरिमा भएको खाना खर्च भनेर 16,40,642 रुपैयाँ आएको छ। त्यस्तै गरेर साथीहरू क्याम्प निर्माण गर्दाखेरिमा त्यो श्रमदाताहरूलाई बस्ने क्याम्प निर्माण गर्दै गर्दाखेरिमा तपाईको 5,91,595 रुपैयाँ खर्च आएको छ भने विविध खर्च भनेर त्यहाँनिर 12,47,704 रुपैयाँ खर्च आएको छ तपाईको विविध खर्च। त्यस्तै गरेर श्रमदाता आउँदा जाँदा खाना नास्ता खर्च भनेर तपाईको यो शीर्षकमा 10,08,763 रुपैयाँ छुट्याएको छ साथीहरू। र यो सबै गरेर जम्मा जम्मी पुल निर्माण गर्दै गर्दाखेरिमा पुल निर्माण गरेर सक्दै गर्दाखेरिमा 1,29,29,174 रुपैयाँ खर्च भएको भनेर यसरी श्रम संस्कृति पार्टीले यो पुल निर्माण गर्दाको खर्च विवरण सार्वजनिक गरेको छ साथीहरू। अब साथीहरू यो खर्च विवरण तपाईहरुलाई कस्तो लाग्यो? यो खर्च विवरण समय अनुकूल अथवा काम अनुसारको सबै कुरा सही छ गलत छ अथवा तपाईलाई के लाग्छ? तपाईको आफ्नो विचार राय यसको विषयमा कमेन्टमा राख्नु होला।